आज हामी नन्द भाउजू चाहिँ सोमबारको तेस्रो हप्ता हामी चाहिँ पूजा गर्नको लागि ओम त्रिनेत्र मोक्षधाम जुन चाहिँ इटरी 2 सुनसरी मायाघर छेउमा छ त्यहाँनिर गइरहेको छौँ। यहाँ चाहिँ काठमाडौँकै सबै पशुपतिनाथबाट सबै थोक ल्याएर बनाउनु भएको भन्ने हामीले सुन्नमा आएको 108वटा शिवलिङ्गहरू राखिएको छ। एकदमै ठुलो शिवजीको मूर्ति पनि स्थापना गरिएको छ। यो चाहिँ लगभग 1.5 वर्ष भएको थियो बनाउन थालेको। ठिक्कै यो वर्ष चाहिँ सकेर यो चाहिँ सुरु श्रावण हो पूजा गर्नको लागि यहाँनिर हामीलाई के अरे खुल्ला गरिदिनु भएको 108वटा शिवलिङ्गमा हामीले मजाले पूजा गऱ्यौँ। अनि यता पानी चढाउनुको लागि पनि ठुलो शिवजीको मूर्ति स्थापना गरेर त्यहाँ राखिदिनु भएको थियो। त्यहाँ पनि मैले मजाले पानीहरू चढाएर पूजापाठ मजाले गरेँ। यहाँ मेरो नन्दज्यूले पनि मजाले पानीहरू चढाउनु भयो। हामीले धूपबत्तीहरू बाल्यौँ। यहाँनिर आएपछि चाहिँ एकदमै मनै शान्त भएर एकदमै पूजाप्रति आस्था राखिने रहेछ। एकदमै शान्त ठाउँ। धेरै भक्तजनहरू आउनुभएको आफ्नो लाइनमा बसेर सबैजनाले आफ्नो मनोकाङ्क्षाहरू सबै भगवान्सँग इच्छा जाहेर गर्दै सबैजनाले राम्रोसँग पूजा गर्नुभयो। धूपबाती बालिसकेपछि हामीले पनि अब मजाले पूजासुजा गऱ्यौँ। यता ठुला शिवजी पनि शिवजीको नि मूर्ति स्थापना छ। यता ठुलो रुद्राक्षले बनेको एकदमै राम्रो ठुलो शिवलिङ्ग पनि स्थापना गरिएको छ। यसमा पनि हामीले पानी चढाएर पूजा गऱ्यौँ। अनि हाम्रो मेयर साहेब पनि इटरी उपमहानगरपालिकाको हाम्रो मेयर साहेब हेमकण्ड पौडेलज्यू पनि यहाँ पूजा गर्नको लागि आउनुभएको छ। उहाँलाई स्वागत संस्कार फुलमाला गरेर गर्नुभएको छ। उहाँले पनि मजाले यहाँ आएर शिवलिङ्गहरूमा पानी चढाएर भक्तजनहरूको साथमै पूजा गरिराख्नु भएको छ। त्यस पछाडि अब टिका लाउने पालो आयो। उहाँले चाहिँ मलाई पूजा गरिसक्नुभयो भनेर सोध्दै हुन्छ। मैले चाहिँ सकियोरी आएँ भनेर उहाँले चाहिँ मलाई टिका पनि लगाइदिनु भयो। यतातिर भक्तजनहरूको लागि प्रसादीको पनि व्यवस्था थियो, पानी प्रसादको पनि व्यवस्था थियो। एकदमै राम्रो। सबैजना आइदिनु होला पूजा गर्नको लागि।